हेलो साथीहरू नमस्ते अनि स्वागत छ तपाईलाई यस भिडियोमा। आज चाहिँ बिहान घाम लागिरहेको छ अनि म चाहिँ आज खेतमा जाँदैछु तोरी उखाल्नको लागि। स्पेसल्ली हाम्रोतिर चाहिँ तोरी उखाल्ने बेला भएको छ। त्यही तोरी उखाल्नको लागि चाहिँ म घर त्यहीँ छ, घरबाट बल्ल निस्किरहेको छु है साथीहरू। अनि मसँग मैले एक काफल किम्मु भन्छ के अरे, त्यसलाई पनि टिपेर खाँदै जाने सोचमा लिएर आइसकेको छु। हाम्रोतिर चाहिँ तोरी होइन, मैले के लिइरहेको छु तोरीको लागि एउटा तन्ना छ अनि डोरी लिएर आएको छु। बाँधेर लिएर आउनु पर्छ भन्नुभयो आमाले, त्यही भएर अनि खाँदै पनि जाने। यस्तै तपाईँहरू हेर्न सक्नुहुन्छ। म चाहिँ अहिले बाटोमा लागिरहेको छु है। हाम्रो तोरीबारी चाहिँ घरभन्दा अलिकति तल छ खेत, त्यति जाँदैछु म रोडको बाटो हुँदै। हाम्रो घर चाहिँ अगाडि चाहिँ यस्तो रोड छ, यही हो। अगाडि हेर्दै जानु होला, म तपाईँहरूलाई देखाउँदै जानेछु के गर्नेछु भनेर। रोडको बाटो जाँदैछु अनि यहाँ रोडमा एउटा पप्पी भेट भएको छ। पप्पी खान्छस्? ला 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 खा। खायो। कुहिरो लाग्यो, कुहिरो घाम लागिरहेको थियो है भर्खर। अहिले कुहिरो एकछिनमै घाम पनि छ, तर यता घाम पनि छ तर देख्दैन। घामले भन्दा कुहिरोले बढी जित्यो। यो पुसमाघमा जस्तै भइरहेको, चैत आइसक्यो, पुसमाघमा जस्तो पो भइरहेको। के भयो होला है साथीहरू त्यस्तो। हेर्नु न, हाम्रो त घरै नजिक सल्ला पनि छ, साल पनि छ। यता सल्लाको रुख छ यतातिर। साथीहरू म चाहिँ जाँदैछु है, बाटोमै छु, अझै पुगेको छैन। अलिक टाढै छ कि, कति टाढै भन्दा नि 20-25 मिनट लाग्छ मलाई चाहिँ। म छिटो हिँड्न सक्दिनँ, बिस्तारै हिँडेँ। यसरी नै बाटो यही हो। अनि अब चाहिँ अलिकति तल सानो बाटो जानुपर्छ, खेतमा जाने छ। तलबाट सानो ओह्रालो बाटो झरेर फेरि ठुलै बाटोमा आइपुगेछु गाइस। फाइनल्ली लिची फुलिरहेको छ यता। अनि हाम्रोतिर चाहिँ तरकारी टन्नै लाउँछ। यता के हो, सागहरू छ, यता तरकारीहरू छ। यो सानो बाटो गयो, ओह्रालो लाग्यो। ओहो, हिँड्दा खुट्टै दुख्ला जस्तो छ। यता के लाएर छ नयाँ तरकारी कति छ, कति। हाम्रो गाउँमा तिर चाहिँ जे लाए नि फल्छ। माटो राम्रो हो कि मान्छेको दुःख धेरै हो कि, जे लाए नि फल्छ। हेर्नु हरियो छ अहिले सबै सिजनमा। के तोरी हालेर कहाँ हो को भुराहरू मात्रै हो। गाउँ हाम्रो गाउँ। आजको हाम्रो तोरी उखाल्ने खेताला चाहिँ यता हुनुहुन्छ दुईजना। ल नानीहरू यता हेर न, के हो कान्छी, के छ? तोरी उखाल्ने खेताला है आज हाम्रो स्पेसल्ली दुईजना। तोरी उखाल्दै खानु भुराहरू, राम्रो गुड जब। म चाहिँ यस्तो हेर्दै, मैले पनि तोरी उखालेर भ्याइसकेँ एउटा त सानो पाटा। अब यतातिर लाग्दैछु म तोरी उखाल्नलाई। हेर्दै गर्नु होला साथीहरू, हामी आज कति तोरी उखाल्छौँ, यो नानीहरूले कति तोरी उखाल्छन्। म पछिसम्म देखाउनेछु तपाईँहरूलाई, हेर्दै गर्नु होला। हेर्नुहोस्, तोरी उखाल्ने यसरी हो। कसलाई थाहा छैन भने हेर्नु होला। यसरी उखाल्यो झ्याममा हाम्रो तोरी हो। टक्क राम्रै छ तोरी, अलिक टाइम लागेछ, पानीले बिगारेछ। टक्क यसरी उखाल्यो अनि यसरी राख्यो। ठिक छ, मैले तोरी उखालेको यस्तै हो। यसरी नै त होला नि। तोरी उखाल्ने बस्यो, कहिले उठ्यो अनि यसरी तोरी उखाल्यो झ्याममा। झार चाहिँ पर्नु भएन, त्यही हो। अरू त मेरो नानीले नि उखाल्थ्यो होला। यति त भए नानी चाहिँ घरमै छ।
हाम्रो खाजा खाने बेला साउथ बिस्कुट छ यहाँ छ अरू पनि छ खानु एउटा खाऊ यो आधी खान्छु म धेरै त खान्न साउथ हाम्रो खाजा पानी दिँदैछु धन्यवाद तोरी त यो सबै त लान सक्दैन होला है तिनीहरू सबै टन्नै खाने हाम्रो तोरी हाल्ने कार्यक्रम सुरु भयो हाम्रो उता दाइले तन्नामा पिछ्याएर भारी हाल्दै हुन्छ तोरीको अब है नानी छिटो भारी हाल्न सहयोग गर्नु पर्यो लिएर आऊ तोरी नानी तोरी लिएर आउँछिन् मैले पनि तन्ना उछिसकेँ अब ट्याक्क देख्दै देख्दैन रहेछ गाईको भारी के भयो लामो भयो मेरो भारी हो यस्तो पोको पारे लयो लडाउँछ नलडाऊ है ल अझै गरौँगै रहेछ ठिकै छ त्यस्तो गरौँ त रहन्छ उहाँ पुग्दा त गरौँगै हुन्छ लाग्यो है घरतिर हामी त तोरीको भारी लिएर आएको मेरो भारी नै देखिँदैन रहेछ कति ल्याएँ मैले भारीमा टक्क सिडी चढेर जाने अहिले अघिको बाटो अजिलो रहेछ हाम्रो नानी कहाँ पुगिसकिन् भैँसी परायो मान्छे आएर ल कराउँदै खयो जाम माथि र नानीहरू ल गयो हामी त्यसो भए घर पनि लाग्यो हामी अब घामले पोल्यो आज घामले पोल्यो फाइनली घर आइपुग्यो साथीहरू म पनि यहीँ राख्यो गुरु र भाग्यो घरतिर के सुक्दैछ हाम्रो घरतिर सुक्दैछ अहिलेलाई यति नै